ल पानी पर्छ हामी नाइटमा हिँडेको नाइटमा हेलो नमस्ते फ्याफुल्ला आजको न्यू दिन न्यू ब्लगमा तपाईलाई स्वागत छ। म न्यू भिडियो लिएर आइसकेको छु। म सृजना तामाङ। तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुस्, लाइक गरिदिनुस्, कमेन्ट गरिदिनुस्। म पनि नयाँ नै छु। तपाईको साथ सपोर्टले अगाडि बढ्न चाहन्छु। सो आजको विशेष चाहिँ हामी मार्केट जाने। मार्केट गएर आइसकेपछि चाहिँ हामी साथीको रुममा जानेछु। अब पानी पनि पर्न लागिरहेको छु गाइस। पानी परेपछि अब हामी मार्केट जान पाउँदैन, त्यसैले साथीको रुममा मात्र जान्छु। साथीको रुममा अब भिडियो लिएर आउने नै छु। अब तपाईहरुलाई यो चाहिँ सरप्राइज भयो। सो आजको विशेष चाहिँ के छ भनेर म भिडियोमा देखाउने नै छु। सो गाइज त्यसैले प्रतीक्षा गर्नु होला। पानी पर्न लागिरहेको छ नि त, त्यसैले दुःख पनि लागिरहेको छु। सो त्यसैले तपाईहरुको प्रति क्षमा माग्न चाहन्छु। आजको हाम्रो एक हप्ताको छुट्टीमा अब हप्तामा 6 दिन ड्युटी हुन्छ। अब एक दिन मात्र छुट्टी हुन्छ। एक दिनको छुट्टी लिएर पनि हामी यसो टाइम मिलाएर भ्लग बनाएर अब तपाईहरुलाई माया गरेर युट्युबमा हालिरहेको हुन्छु। तपाईहरुले माया गर्नुहुन्छ, साथ सपोर्ट गरिदिनु हुनेछ गाइस। त्यसैले सो आज चाहिँ तपाईहरुलाई सरप्राइज हुनेछु गाइस। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सो गाइस आज चाहिँ सरप्राइज। सबैजनालाई आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। सबैजनालाई बेस्ट अफ लक। हरेक कामको सुपर होस्, शुभ बितोस् तपाईहरुको। हामी पनि आफ्नो प्रक्रियामा लागेछु गाइस। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सबैजनालाई बेस्ट अफ लक। पानी परिरहेछ। हामी नाइटमा हिँडेको। नाइटमा नानीहरू बत्ती बालेर हिँड्दैछ नि त, त्यही भएर पानी परेर यस्तो भइरहेछ यार। पार्टी चल्दैछ गाइस। हामी चाहिँ अस्मिताको रुममा आइसकेको छ। हामी चाहिँ अब खाना खान रेडी भइसक्यो। के छ माया? हाम्रो ब्लग आज चाहिँ स्प्लिट नै मिलिरहेको के। समझना जी इधर क्या कर रहा है भाई? शीशो मार रहा है। खाएपछि त कसैले हाल्दैन। हामीले त हैन आज साथीको रुममा पार्टी गर्न आइछु। यो चाहिँ हाम्रो माया हो हैन। यो नेपाल जान लागेले पार्टी खान लागिहाल्छ। के छ माया? छैन हामी चाहिँ कस्तो भएर चाहिँ यही भर्खर उठेर आएको। म त कपाल पनि भएर आएन, त्यस्तो भइरहेछ। यता चल्दैछ हाम्रो फेभरेट न्यू इयर। छुट्टी सबैजना के छैन यो छैन यहाँ त एकदम मान्छे हिँडेर जाइन्छ भने यता बस्नु पनि हुन्छ त। के फरक पर्दैन। लगाउनु सक्छ गाइजहरू। ल ल ल आफ्नो भाग उठाउने होइन। ल आस्मितै भरे आइने कोही जब खानालाई रेडी गरेको गाइस हो खाना। अरे खाओ ना दबा के। अरे पेल के खाओगे तो रेल के मारोगे। ये बात याद रखते तो आज नहीं ना आती है हालत। ले ले मिर्ची खा।
धेरै खानु अब भेट हुने भनेको लाज लास्ट हो नेपाल गएर भेट हुन्छ हुँदैन आज रमाइलो गर्नु यस्तै हो यस्तो राम्रो फुल छ होइन चक्लेट खान आउनु स्पेसल आज मेरो बर्थडे मङ्गरिदम यो चक्लेट दिने मान्छेको याद होला नि त खाइल सम्झनाहरू होइन यस्तो दामी छ बर्थडे गिफ्ट हाम्रो मायाको यो चाहिँ आज स्पेसल भनेर चक्लेट पनि खायो हामीले है अब मिठो र हाम्रो केटीहरू यताउता हिँड्दैछ हाम्रो दिदीहरू बस्दै हुनुहुन्छ यता चक्लेट त मिठो रहेछ है किटक्याट हो डेली मिल्क रहेछ सबैजना खाजा खाएर हामीहरू सबै बसेको अब एकछिन गफसफ गर्ने भोलि चाहिँ हुन्छ धमाका धमाका गाई धमाका भोलि को कति रुने हो अब त्यो भोलि नै थाहा हुन्छ गाइस मान्छे खानु न चक्लेट खानु कान्छे रुमदेखि सम्झनाजी इधर देखो मेरो नाइट लाइट भएछ होइन आफै लाइट खुल्छ कि आइराख्नु त्यो मान्छेको कामै छैन होला यति धेरै भारी बोक्नु भइरह भाइ थोरै भएन नि चिसो चिसो रहेछ पानी आएर आज बिजोग भइरहेछ होइन यसो हामी चाहिँ हिँडेको हाम्रो ब्लग हाम्रो ब्लग ए ब्लग बी ब्लग हामी चाहिँ उता बस्छ कि यता पर तिनवटा छ एदेखि बी बीदेखि उता चाहिँ सी अनि हामी चाहिँ साथीको रुममा गएर आउँदैछु भोलि 3 बजे 3:30 बजीतिर उठ्नुपर्ने छ त्यही भएर अहिले चाहिँ हामी छुट्टै निस्केको रुमदेखि घुलमिल भइरहेको रामसँग जानु केही छैन यस्तै हो होइन रामसँग जानु जामसँग जाऊ ल एकजना चाहिँ किन बाई गुड मर्निङ सम्पूर्णलाई
शुभ बिहानीको अहिले चाहिँ बिहानको 4 बजिरहेछ नि त 4 बजी चाहिँ म उठ्नुको कारण चाहिँ म तपाईहरुले हिजो सरप्राइज भनेको थियो सरप्राइज भिडियोमा लिएर आइसके भिडियो अन्तिमसम्म स्किप नगरिकिन हेर्नु होला सम्पूर्णले सो म चाहिँ यति बिहान उठ्नुको कारण चाहिँ किनभने म साथीलाई पुर्याउन बसमा जानुपर्ने थियो नि त त्यही भएर साथीलाई पुर्याएर पनि आइसक्यौं साथीले पुर्याउन चाहिँ किनभने साथी नेपाल जान लागेछ नि त त्यही भएर मेरो साथीले के भन्न चाहन्छ भने राम्रोसँग जाऊ राम्रोसँगले शुभ यात्रा आजको दिनमा हामी जे जस्तो भयो सँगै बस्यो सँगै रमायो सँगै हिँड्यो सँगै काम गर्यो एकअर्काको फ्यामिली जसरी हामीले परिवार जसरी बस्यौं अहिले छुट्टी त दुःख लाग्छ नै सो अब हामी जस्तो भए पनि एक न एक दिन छुट्टी नै पर्ने हुन्छ अब तिमी पनि आफ्नो फ्यामिलीसँग टाइम देऊ फ्यामिलीसँग भेटा सो हामी पनि आगामी दिनमा यसरी नै हामी नेपाल फर्किने छु साथी राम्रोसँगले सो राम्रोसँग जानु शुभ यात्रा साथीलाई यति भन्न चाहन्छु साथी सो भिडियो पनि अलि लामो हुन सक्छ होला त्यसैले भिडियोले स्किप नगरिकिन हेर्दिनु होला मेरो युट्युब फ्यामिलीहरु सो मैले तपाईहरुलाई हिजो सरप्राइज भनेको थिएँ नि त सरप्राइज चाहिँ भिडियोमा लिएर आइसकेको छु नयाँ दिन नयाँ भ्लग मेरो युट्युब च्यानलमा सो गाइज म यो भ्लगलाई यही एन्ड गर्न चाहन्छु आजको दिन सम्पूर्णको शुभ बितोस् शुभ रहोस् शुभ बेस्ट अफ लक सम्पूर्णलाई मेरो तर्फबाट